एभ्रिवान साथीहरु फेरि पनि वेलकम छ मेरो नयाँ भिडियोमा। आजको चाहिँ हैन म चाहिँ जहिले पनि एकदमै ढिलो आउँछु किनभने मलाई डेली कन्टेन्ट बनाउनुलाई अलि अल्छी लाग्छ। आज चाहिँ किन बनाएको भने पहिला नि हामी एउटै घरमा बसेको अनि मसँग चाहिँ अर्को रुममा बस्ने एकजना मेरो डिप बहिनी हुनुहुन्छ। डिप बहिनी भन्दा नि साथी जस्तै हो। अनि त्यहाँदेखि बहिनी चाहिँ बिहे गरेको 1 वर्ष भयो अनि 1 वर्ष अलिक बढी भयो। अनि सो त्यहाँ पछाडि चाहिँ नानी भएको चाहिँ 1 वर्ष हुन लाग्यो। अनि त्यहाँदेखि पछाडि नानी भए पछाडि चाहिँ हामी भेटेको छौँ। ऊ चाहिँ पहाड गएको थियो। पहाडमा अलिकै धेरै महिना बसेर चाहिँ उसको घर चाहिँ उहाँ पतिर छ कि। अनि त्यहाँको चाहिँ 2-3 दिन भएको थियो। अनि आज चाहिँ मेरो रुममा आउँछु भन्दै मलाई कल गरिरहेको थियो। सो त्यसैले चाहिँ म भिडियो बनाउँदैछु। सो बहिनी चाहिँ अलिक प्याट भएको छ भन्दै थियो। म तपाईँहरूलाई देखाउँछु ल। एकदमै नजिकको बहिनी हो क्या। मनदेखि चाहिँ एकदमै मैले चाहिँ एक्सपेक्ट गर्ने बहिनी हो क्या। किनभने त्यो बहिनी त्यस्तो खालको छैन, अरू जस्तो छैन क्या। त्यही भएर राम्रो मान्छेलाई राम्रै सोचिन्छ होइन। त्यही भएर मलाई चाहिँ राम्रो लाग्ने बहिनी हो। एकदम फ्यामिली। हामी चाहिँ पहिला हामी कस्तो थियौँ भने कस्तो मेरो हातै गर्छ क्यामेरा समाउनु पनि। अनि त्यहाँदेखि पहिला चाहिँ एकदमै हामी दुईजना चाहिँ पहिला म एक्लै रुममा हुँदाखेरि हामी चाहिँ दुईवटै साडी बुन्ने होइन। अनि टक्कसँगले चाहिँ हामी चाहिँ 4 बजीतिर खाजा खाने भक्कु चटपटे। अनि त्यहाँदेखि बेलुकी खाना नखाने अनि होइन। अनि त्यहाँदेखि हामी चाहिँ खाना लागेको सुत्यौँ। त्यतिकै त्यो बहिनी पहिला त मोटी थियो। यहाँ आउँदाखेरि पछि गर्दै गयो मेरो सङ्गतमा लागेर। अनि हामी चाहिँ एकै ठाउँ पनि जहिले 1-2 माइलसम्म त हामी एउटै ओछ्यानमा सुतेको बहिनी हो। मलाई साइडबाट सिद्धो बनाउँदै जिस्काएको गर्छ। त्यही भएर चाहिँ म साथीहरू आज चाहिँ भिडियो बनाउँदैछु। र बहिनी चाहिँ आउन लागिरहेको छ। उसको घर चाहिँ उयोपट्टि हो, यहाँबाट देखिन्छ उसको घर चाहिँ। अनि त्यहाँदेखि आउँदैछु पुरा रेडी भएर बस्नु है दिदी भनिरहेको थियो। त्यही भएर म चाहिँ यहाँ हतार भिडियो बनाउनु चाहिँ पल्टी गएको कि आउँदैछन्। त्यो चाहिँ आउँदैछन् है, यहाँ निस्किँदैछन् है। बाहिर जान्छ है। कति अप्ठ्यारो गऱ्यो को हो? नमस्ते गर्नु त। नमस्ते गर्छ आऊ कान्छी। को जस्तो छ हौ यान्सी? हजुर यान्सी हाँस त एकचोटि। यसको भुटी टन्नै छ हौ। हाँस न। हजुर कत्रि भइसकेको नि। आगुङ त पेताङ कुट्ने हुन्छ होला। तिम्रो छोरी नै भन्दैन न ल। अहिले नै नानीको आमा जस्तो देख्दिन त म त सिमलाई। कुन बेला चाहिँ फेरेको थियो भने त्यो नानी पेटमा हुँदाखेरि होइन। अहिले चाहिँ पहिलाकै जस्तो छ त्यो सल्लो भएर नि। यहाँ रहेन छ, यहाँ छ। के बेला है त्यतिखेर नि बिरामी त्यस्तै हुन्थ्यो। कस्तो हुन्थ्यो अनि दबाई कति खाइदिएको नि तिमीले? कस्तो हुन्थ्यो ए त्यो यो अमन लागेको बेला दिमाग नै कस्तो हुन्छ या कुकु या कुकु गर्नु त छोरी कुकु या अमेया कुकु या अमेया कुकु अहिले पुग्न सक्दैन अनि कुकु गाउँछन् कुकु आयो पल्टीमा जान्छ। धेरै थाम्ने भइसक्यो नि त। के अरे ओए